रासोपा सभापति रवि लामिछाने विरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा महान्यायाधिवक्ता सविता भण्डारीले फिर्ता लिने निर्णय गरेपछि सो विरुद्ध सर्वोच्चमा रिट परेको थियो। त्यही रिटमाथि सर्वोच्चमा न्यायाधीश द्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा जारी छ। बहसको क्रममा वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले मुद्दा अदालतको क्षेत्राधिकारमा प्रवेश गरिसकेपछि महान्यायाधिवक्ताको कार्यालयले त्यसमा हस्तक्षेप गर्न नमिल्ने तर्क अघि सार्नुभयो। वरिष्ठ अधिवक्ता भण्डारीले हरेक आपराधिक घटनालाई राजनीतिक प्रतिशोधको नाम दिएर उन्मुक्ति दिन खोज्नु गलत भएको टिप्पणी गर्नुभयो। जेमा पनि राजनीतिक प्रतिशोध भन्न मिल्दैन श्रीमान, बहसका क्रममा उहाँले भन्नुभयो। जेल ब्रेक जस्तो गम्भीर अभियोगमा मुद्दा चलाउनु पर्ने व्यक्तिका अन्य मुद्दाहरू समेत फिर्ता लिन खोज्नु बदनियतपूर्ण देखिएको अधिवक्ता भण्डारीको भनाइ थियो। बहस नसकिएकाले फेरि आज पनि यो रिटलाई हेर्दैमा राखिएको छ। अब चैत 12 गते बिहिबारका लागि सुनवाई तोकिएको छ।